प्रणाम स्वामीजी। प्रणाम। आज हामी दलितको विषयमा पछाडिएको दलितहरू अनि विभेदमा रहेका दलितहरूको विषयमा आज समसामयिक कुराहरू गर्नेछौँ हजुरसँग। यसमा तपाईँको धारणा के छ? छोटोमा भनिदिनु न। नेपालमा वर्षौँदेखिबाट एउटा समुदाय पिछडिएकै हो। त्यो समुदायलाई एउटा धर्मको जगतले एउटा पछाडि पारिदिएकै हो। उनीहरूले एउटा यस्तो व्यवस्था कायम गरिदिए कि जुन व्यवस्थाले गर्दाखेरि एउटा वर्गको मान्छे चाहिँ सधैँ पछाडि, तिनीहरू चाहिँ कतिसम्म पछाडि हुने भयो त भन्दाखेरि पानीसम्म पनि नचल्ने, छुनसम्म पनि नहुने स्थितिमा चाहिँ पुर्याइदिएकै हो। यो गराएको चाहिँ यो तपाईँको धर्मभित्र जब एउटा स्वार्थ परिपूर्त गर्न चाहने व्यक्तिहरूको सङ्ख्या चाहिँ विघ्न रूपमा बढ्न पुग्यो, तिनीहरूले चाहिँ गरेको एउटा षड्यन्त्रमूलक खेल हो। यसको व्यवस्था कुनै दिन वैज्ञानिकै थियो, फेरि कुनै दिन वर्णको व्यवस्था, यो छुवाछुत दलित र पिछडिएको वर्ग कहाँबाट जन्मिन्छ त भन्दा यसको ओरिजिन भनेको त तपाईँको सन्तबाटै भएको छ नि। भगवान् कृष्णले नै गीतामा सुरुवात गर्दै 4 वर्ण छन्। उहाँले बोल्दै के हो? ब्राह्मण, वैश्य, क्षेत्री, वैश्य र शूद्र, यसरी 4 वर्णमा उहाँले विभाजन गरिदिनु भएकै हो। र उहाँले भनिदिनु पनि भएको छ अर्जुनलाई त्यहाँ गीतामा बोल्ने क्रममा कि हेर अर्जुन, यो वर्ण चाहिँ मैले नै सुरुवात गरेको, मैले नै बनाइदिएको हुँ, मैले नै विभाजन गरिदिएको हुँ भनेर उहाँले भनिदिनु भएको छ। यो किन यस्तो भयो त भन्दाखेरि उहाँले भन्न खोज्नु भएको चाहिँ यसमा कुनै ब्राह्मण चाहिँ माथि, शूद्र चाहिँ तल भनेर उहाँले भन्नुभएको थिएन कि। यो चाहिँ यो क्याटेगोरी चाहिँ यो वर्ण चाहिँ होरिजेन्टल लाइनमा थियो, सबै बराबर थिए, कोही ब्राह्मण र शूद्रमा भेदभाव रहित थियो। उहाँले बनाइदिनु भएको चाहिँ यो हिसाबले हो। यो चाहिँ भन्न खोजेको तपाईँको मान्छेको मनोविज्ञानसँग जोडिएको कुरा थियो। तपाईँले कुन हिसाबले भन्दैछु भन्दाखेरि यो अलिकति मैले क्लियर गरिदिन खोजेको। किन क्लियर गरिदिन खोजेको त भन्दाखेरि तपाईँको वास्तवमै चाहिँ यो जुन हिसाबले ओरिजिन भएको थियो त्यहाँ चाहिँ गलत थिएन कि। यो कहिलेबाट गलत सुरुवात भयो त भन्दाखेरि तपाईँको जो मान्छे ब्रह्माण्ड चाहिँ छैन, जो चाहिँ स्वयंलाई ब्रह्मको अनुभूति भएको छैन, उसले आफूलाई चाहिँ म चाहिँ ब्राह्मण हुँ भनेर चाहिँ जुन दिनबाट घोषणा गर्न थाल्यो नि, त्यस दिनबाट चाहिँ अनि यो जुन वर्णको होरिजेन्टल लाइन छ, यो होरिजेन्टल चाहिँ सबै समान थिए, त्यो समान नभइकन अब भर्टिकल भयो। ब्राह्मण चाहिँ म चाहिँ माथि हुँ, शूद्र भनेको चाहिँ तल्लो हो, सबैभन्दा तल चाहिँ शूद्र हो, म ब्राह्मण चाहिँ माथि हुँ भनेर उसले स्वयंलाई चाहिँ आफूलाई चाहिँ विशिष्ट घोषित गर्न थाल्यो। जुन दिनबाट चाहिँ यो विशिष्टता घोषित गर्न थालियो त्यस दिनबाट चाहिँ यो छुवाछुतको र पिछडिएको वर्गमा चाहिँ रूपान्तरित हुन पुग्यो जुन शूद्रको समुदाय चाहिँ। नत्र भने वास्तवमा चाहिँ यो थिएन। यो कहाँबाट भयो? जब पण्डित चाहिँ सुरु भयो, जहाँ चाहिँ बेमानी सुरु भयो, जब चाहिँ धोकाधडी सुरु भयो, जब चाहिँ तपाईँको वस्तुतः ज्ञान उपलब्ध व्यक्तिहरू रहेनन् ब्राह्मणहरूमा पनि, त्यस कारणले चाहिँ यो स्थिति चाहिँ सिर्जना भयो। त्यसैले आजको दिनमा चाहिँ यो अत्यन्त गलत भइसकेको छ। आजको दिनमा चाहिँ जसले मलाई ब्राह्मण भन्छ ऊ पनि त ब्राह्मण कहाँ छ? ऊ शूद्र भन्दा पनि घटिया छ। तपाईँलाई अनि लाग्छ? यस कारणले चाहिँ अब मैले के भन्न खोज्दैछु भन्दाखेरि अनि यस कारणले गर्दाखेरि चाहिँ जब यो एउटा सबैको चारैवटा वर्णको चाहिँ कसैको पनि हाइरार्की उपर र माथि र तलको थिएन, बराबर थियो। त्यो बराबरबाट चाहिँ जब तल माथि चाहिँ हुन पुग्यो, माथि र तल, ब्राह्मण चाहिँ माथि शूद्र चाहिँ तल भनेर चाहिँ जुन दिनबाट चाहिँ छुट्याउन थाल्यो अनि त्यस दिनबाट चाहिँ समस्या आउन थालेको हो। र नेपालमा यो पछिल्लो समय त्यो समस्या विघ्न रूपमा बढिसकेको हो। अनि शोषण अत्याधिक भएको हो, अत्याचार अत्याधिक भएकै हो। तपाईँलाई लाग्छ कि यो शास्त्रमा लेखिएको छैन, यो मान्छे आफ्नो मनस्थितिको कारणले यस्तो भेदभाव गरिरहेको छ भन्ने लाग्छ? यो भेदभाव चाहिँ मान्छेले गरेको भेदभाव हो, यो ब्राह्मणले गरेको भेदभाव होइन। ब्राह्मण ज्ञान प्राप्त व्यक्ति ब्राह्मणले गरेको होइन, यो चाहिँ 2 नम्बरी ब्राह्मण के जनै लाको ब्राह्मण हुन्छ नि। जनै लाको घरमा चाहिँ म ब्राह्मण हुँ भनेर भन्छ नि, ठाडुटीको लाको घरमा चाहिँ म ब्राह्मण हुँ भन्छ नि। यस्ता 2 नम्बरीहरूले चाहिँ कसैलाई शूद्र बनाएको। त्यसैले यिनीहरूको विरुद्धमा चाहिँ बोले हुन्छ, बोल्नुसम्म बोले हुन्छ, यिनीहरूको पछाडि लाएर हिँड्नुपर्छ, छोड्दै हुन्छ त्यस्तो हिन्दू धर्म किन बोक्नुहुन्छ तपाईँहरू? त्यसैले तपाईँ यो जुन अभियान तपाईँहरूले चलाइरहनु भएको छ, हिन्दूले जबसम्म तपाईँहरूलाई तल्लो वर्गमा राखिरहन्छ नि त्यति बेलासम्म हिन्दू भएर बस्नु। किन हिन्दू भएर बस्नु? किन तपाईँहरू तल भएर बस्नुहुन्छ? जुन धर्मले तपाईँहरूलाई तल्लो श्रेणीमा राख्यो, तपाईँहरूको पानी पनि नचल्ने बनाइदियो, तपाईँहरूको श्रम चल्छ, शिव चल्छ, सबै कुरो चल्छ, तपाईँहरूले घर बनाइदिनुहुन्छ, तपाईँहरूले मन्दिर बनाइदिनुहुन्छ, त्यही मन्दिरमा तपाईँहरू प्रवेश गर्न पाउनुहुन्न, यही होइन र?
हो यो कसले तपाईँलाई गर्छ? लाग्छ यो हिन्दू धर्मले मात्रै गरेको हो? एकदम हिन्दू धर्म चाहिँ सबभन्दा प्रधान छ यसमा। कसरी? हिन्दू धर्मले यो वर्णको व्यवस्था त हिन्दू धर्ममा मात्र कायम हो, अरू धर्ममा त्यति धेरै वर्णको व्यवस्था छैन नि। तर यो अरू धर्ममा पनि यो शूद्र जातिको छोराहरूले बिहे गरे त बिहे गर्न नदिने नस्वीकार्ने भन्ने पनि त छ। कुन धर्ममा छ? यो क्रिस्चियनमा अरू थुप्रै छ। त्यति धेरै वर्णको व्यवस्था जति हिन्दूमा छ नि त्यति अरू कुनै पनि धर्ममा छैन। हुन चाहिँ वास्तवमा चाहिँ जुन हिसाबले प्रयोग गरिएको थियो नि, हिन्दू धर्मले सुरुवात गरेको थियो नि, त्यो चाहिँ गलत चाहिँ थिएन है। फेरि यहाँ चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ यो छ है। फेरि भगवान् कृष्णले चाहिँ गलत ढङ्गले भनेको होइन कि, भगवान् कृष्णले त ठिक नै भन्नुभएको। कुन व्यक्ति शूद्र हो त भन्दाखेरि त्यो व्यक्ति शूद्र हो जुन व्यक्ति सेवामा रमाउँछ। हेर्नुहोस् है त परिभाषा कस्तो छ। अनि यो व्यक्ति कुनै ब्राह्मणभन्दा तल्लो व्यक्ति होइन, यो व्यक्ति पनि आफैमा एक अद्भुत छ, किनकि सेवा गर्न खोज्छ, कसैलाई सहयोग गर्न खोज्छ। ब्राह्मणले सेवा गर्दैन। हेर्नु कस्तो फरक छ। हेर्नु ब्राह्मण सेवामा रुचि राख्दैन, किन? ब्राह्मण प्रज्ञामा रुचि राख्छ, ज्ञानमा रुचि राख्छ। जुन व्यक्ति ज्ञानमा रुचि राख्छ, जुन व्यक्ति क्षमतामा प्रतिभामा रुचि राख्छ, जुन व्यक्ति प्रज्ञामा रुचि राख्छ, जुन व्यक्तिको प्रतिभा जागृत भएको छ, आफ्नो सारा जीवन ऊर्जा चाहिँ बुद्धिको केन्द्रतिर प्रभावमान भएको छ, यस्तो व्यक्ति चाहिँ ब्राह्मण हो। त्यो जोसुकै होस्, चाहे त्यो नेपाली होस् थरमा, चाहे त्यो सुनार होस्, चाहे त्यो अरूकै बिका होस्, चाहे त्यो जोसुकै होस्, यदि उसको जीवन ऊर्जा चाहिँ बुद्धिको केन्द्रतिर चाहिँ प्रभावमान भइरहेको छ भने ऊ व्यक्ति ब्राह्मण थर जेसुकै होस्। यसरी भनिएको कि क्याटेगोराइज चाहिँ यसरी गर्न खोजेको। अनि कुन व्यक्ति चाहिँ क्षेत्री हो त भन्दाखेरि त्यो व्यक्ति क्षेत्री हो जुन व्यक्तिको चाहिँ जीवन ऊर्जा शासन र शक्ति प्राप्ति गर्नको लागि चाहिँ प्रभावमान भइरहेको छ। जुन व्यक्ति आफूलाई शक्तिशाली बनाउन चाहन्छ, आफूलाई चाहिँ शासक बनेको स्थितिमा चाहिँ सबभन्दा शक्तिशाली भएको पाउँछ, जसको जीवन ऊर्जा चाहिँ त्यतापट्टि प्रभावमान भइरहेको छ शक्ति पाउनको लागि र शासन सत्ता चलाउनको लागि भने यस्तो व्यक्ति चाहिँ क्षेत्रीय अन्तर्गत पर्यो। अनि वैश्य भनेको कस्तो व्यक्ति पर्यो त भन्दाखेरि जुन व्यक्तिको चाहिँ जीवन ऊर्जा चाहिँ व्यवसायतिर प्रभावमान भइरहेको छ, जो चाहिँ व्यवसाय गर्न जान्छ। मैले तपाईँलाई बिचमै रोकेँ कि तपाईँले भन्नुभएको दलितहरूले कपडा सिलाउनेदेखि मन्दिर बनाउने सबै काम उनीहरूले इन्जिनियरिङ काम गरिरहेको छ। तर पनि बाहुनले क्षेत्रीले उनीहरूलाई आफू ठुलो बन्नको लागि काम गर्ने भएकै कारणले उनीहरूलाई दलित बनाएको भन्ने तपाईँले भन्नुभयो। होइन, मैले यो भन्न खोजेको होइन। यिनीहरूले चाहिँ त्यस्तो बनाए। वास्तवमा भगवान् कृष्णले चाहिँ जुन सुरुवात गरिदिनु भएको हो, उहाँले चाहिँ त्यस्तो होइन। उहाँले चाहिँ वैज्ञानिक ढङ्गबाट राखिदिनु भएको हो। तर चाहिँ जुन तथाकथित ब्राह्मणहरू छन् नि, जो चाहिँ आफू ब्राह्मण छैन, ब्रह्मको बोध छैन, ठाडो टिका लगाएर एउटा जनै भेरिया भरमा चाहिँ आफूलाई ब्राह्मण हो भनेर चाहिँ खान्छ। अनि बिहान गीता पढाए भरमा र मन्दिरमा चाहिँ गएर घन्टी बजाइदिएको भरमा चाहिँ म ब्राह्मण हो, त्यो फलानु शूद्र हो भनेर भन्छन् नि, यस्ता मान्छेहरूले चाहिँ कसैलाई दलित बनाएको हो कि। हुन्छ, पछिल्लो समय हाम्रो यो दलित समुदायमाथि उपल्लो जातको छोरी बिहे गरेकै कारण, अन्तर्जातीय बिहे गरेकै कारण छोराहरूले अन्यायसी यो मुद्दाहरू खेप्नुपर्ने, आरोपहरू खेप्नु, समस्याहरू झेल्नुपर्ने, छोरीहरू बलात्कृत हुनुपर्ने समस्याहरू बढ्दो क्रम छ, धाराहरू छोएकै क्रममा। तपाईँ यसलाई के भन्न चाहनुहुन्छ? यो भनेको एउटा वर्गलाई श्रम गरेर हिँडिरहेको एउटा सज्जन वर्गलाई चाहिँ टाठाबाठाहरू, ब्राह्मण भन्नेका टाठाबाठाहरूले गर्न खोजेको शोषण र अत्याचार हो, अरू केही पनि होइन। उनीहरूले कसैको श्रमलाई मूल्य दिन सकेन। कुनै अर्को वर्ग चाहिँ मास्तिर लागेको, अगाडि बढ्न खोजेको उनीहरूलाई मन परेन। अनि उनीहरू चाहिँ सधैँ दबाउन चाहन्छन्। उनीहरू कसैलाई पनि अगाडि बढेको देख्न चाहन्छन्, किनकि ऊ स्वयं पनि कहीँ पुगेको छैन। उसलाई पनि कुनै ब्रह्मको सो अनुभव त होइन। ऊ त 2 नम्बरी ब्राह्मण हो। 2 नम्बरी ब्राह्मण भएको कारणले उसले चाहिँ सधैँभरि उसलाई चाहिँ होच्याइरहन चाहन्छ। उसले देख्न चाहँदैन कुनै एउटा सुनारको छोरो, सुनारको छोरी, अथवा चाहिँ कुनै बिक, अथवा चाहिँ कुनै केही मास्तिर पुगेको, ऊ चाहिँ अलिकति राम्रो भएको, ऊ चाहिँ सफल भएको, अलिकति 2-4 जनालाई चाहिँ काम लाग्ने वचन बोल्दै गरेको, यो स्थितिमा पुग्न खोजेको र केही गर्न खोजेको, समाजलाई केही हुनसक्ने किसिमको प्रेरणादायी काम गर्न खोजेको त्यो वर्गले मन नपराएको, बाहुन वर्गले मन पराएन। तथाकथित ब्राह्मण वर्गले मन नपराएको कारणले त्यो समस्याको, त्यो सरासर शोषण हो, अत्याचार हो, यो हिंसा हो। यो हिंसाको विरुद्धमा आवाज उठाउनु होला तपाईँहरूले। यी बाहुनहरूसँग, यी ब्राह्मणहरूसँग चुप्लाएर, यी जनैलाका ब्राह्मणहरूसँग चुप्लाएर बस्नु पर्दैन। यी ब्राह्मणै होइनन् पहिलो कुरो, यी त 2 नम्बरी मान्छेहरू हुन्।
अन्तिममा के भन्नुहुन्छ तपाईँले? यसको लागि म के भन्न चाहन्छु भने जसलाई चाहिँ आजको दिनमा दलितको वर्गमा छुट्याइएको छ, दलितको वर्गमा राखिएको छ हिन्दू धर्मले विशेष गरी, ती व्यक्तिहरू आफूलाई मजबुत गर्न, आफूलाई जागरुक गर्नको लागि लाग्नुपर्ने हुन्छ। तिनीहरूलाई वेद र गीताको बारेमा प्रष्ट ज्ञान हुन जरुरत छ, ताकि भोलिको दिनमा ब्राह्मणसँग सिधा बहस गर्न सकिन्छ। ठिक छ, तिमी ब्राह्मणको छोरा हौ, तिमी ब्राह्मण हौ भने खुलेआम हामी बहस गरौँ, सामूहिक बहस गरौँ। बहसमा मलाई हराइदेऊ न, जसरी चाहिँ शङ्कराचार्यले चाहिँ मण्डन मिश्रलाई बहसमा हराएको थिए र चाहिँ शङ्कराचार्यले आदि शङ्कराचार्य हिन्दू धर्मको धर्मगुरुको रूपमा चाहिँ उहाँ उदाउन सक्नु भएको थियो भने यसै गरी चाहिँ दलितहरू पनि जागरुक हुनु जरुरत छ। हरेक कुरामा, काम र श्रममा मात्र होइन, शास्त्रीय ज्ञान र आफूलाई चाहिँ जागरुक गर्ने कुरा, ध्यान र ज्ञानमा पनि एउटा ध्यान गरेरै आफूलाई चाहिँ बोध उपलब्ध गर्ने स्थितिमा पुग्न जरुरत छ। त्यसपछि ती तथाकथित ब्राह्मणहरू पनि त्यस्ता दलितहरूको अगाडि शरमले चाहिँ शिर झुकाउनु पर्ने स्थितिमा पुग्नेवाला छन्। नत्र भने चाहिँ ब्राह्मणसँग सिधा चाहिँ एउटा 2 नम्बरी भएर चाहिँ भिड्न थालियो भने दलितलाई पनि हित चाहिँ हुन्न, बेसी भए 2 नम्बरी बाहुन जस्तै बन्छ त्यो दलित पनि। अब यहाँ के गर्नु पर्यो हेर्न, मैले यहाँ प्रष्ट कुरो भन्दैछु, ब्राह्मणहरूलाई जो तथाकथित ब्राह्मण छन्, यी तथाकथित ब्राह्मणहरूले चाहिँ जुन किसिमले शोषण गरेका छन्, यो शोषण र अत्याचारको विरुद्धमा बोल्नको लागि यदि दलितहरू जुन हिसाबले अहिले युनाइट भएर लाग्दैछन्, मैले पनि जुन हिसाबले देखिरहेको छु यसै गरी लागिरह्यो भने यिनीहरू त्यति धेरै चाहिँ आफूलाई रूपान्तरित भएको चाहिँ पाउनेवाला छैन। आफू रूपान्तरित हुनु पर्यो नि त। जस्तो तपाईँ आफै ज्ञानी बन्नु पर्यो नि, तपाईँलाई वेदको बारेमा थाहा होस् न, हरेक वेदको वचन गीताको वचनमाथि तपाईँ व्याख्या गर्न सक्ने भएर निक्लिनु भयो भने कुन चाहिँ ब्राह्मणले तपाईँलाई हित्याउन सक्छ? हित्याएर हिटिन्छ आजको दिनमा? तपाईँ त थरै परिवर्तन गरिदिनुहोस् न, नामै अर्को राखिदिनुहोस्, नागरिकतामा पनि बदल्न मिल्ने चाहिँ आजको दिनमा बनिसकेको छ कानुन, होइन र? अनि त्यो भइसकेका कारणले गर्दाखेरि समस्या रहँदैन। के हुनु पर्यो? जागरुक हुनु पर्यो, ज्ञानमा जागरुक हुनु पर्यो। अब दलितहरूले गर्ने भनेको के हो? नियमित ध्यानलाई जोड्नै पर्यो। ब्राह्मणले त ध्यान गर्दैनन् आजको दिनमा, कि त 2 नम्बरी भइसकेका छन्, कि त उस्तै परे दारू पानी खान्छन्, अरूलाई शोषण गर्ने, अरूलाई चुस्ने, अरूलाई मास्तिर जान नदिने मात्र खेल रचिरहेका छन् कि तथाकथित ब्राह्मणहरूले। अब दलितहरूले के गर्नु पर्यो? नियमित रूपमा बिहान 1-1.5 घन्टा 2 घन्टा ध्यान गर्ने, नित्य कर्म, बिहान पहिला नित्य कर्म गर्ने, त्यसपछि ध्यान साधना गर्ने, शास्त्र पढ्ने। कसैले रोक्न त सक्दैन आजको दिनमा। हिन्दूहरूले पढ्न दिएनन् भने अर्को शास्त्र पढे हुन्छ, तिनकै शास्त्र पढ्नुपर्ने के जरुरत छ? कसो कुरो होइन। अब बिहान 1-1.5 घन्टा, साँझ आधा 1 घन्टा, यसरी नियमित रूपमा साधनामुखी भइसकेपछि केही वर्षको अन्तरालमा त एउटा रूपान्तरणको अनुभूति भइहाल्छ। यो रूपान्तरणको अनुभूति हुने बित्तिकै त त्यसपछि कुनै ब्राह्मणले, तथाकथित ब्राह्मणले, कुनै वैश्यले, कुनै छेत्रीले, कुनै व्यवसायीले, यिनीहरू चाहिँ दलित हुन्, यिनीहरूले बनाएको मन्दिर, यिनीहरूले चाहिँ मन्दिर बनाए, यिनीहरूलाई प्रवेश गर्न दिनुहुन्न भन्न चाहिँ रोक्न सक्ने कुनै ठाउँ नै रहन्न। उसको जुन घरमा बसिरहेको हुन्छ त्यही घर चाहिँ मन्दिर बन्छ, जहाँ हिँडिरहेको हुन्छ त्यहीँ चाहिँ एउटा तीर्थ बनिदिन्छ, किनकि त्यो ध्यानले चाहिँ त्यस्तो स्थितिमा चाहिँ पुर्याइदिन्छ मान्छेलाई, सबै कुरो चाहिँ जानेको एउटा ज्ञानी व्यक्ति बनाइदिन्छ। अनि त्यसैले चाहिँ त्यसरी चाहिँ साधनामुखी र आफूलाई चाहिँ जागृत गराउनेतर्फ चाहिँ बेसी केन्द्रित हुनु पर्यो। यो बाटो चाहिँ अपनाउनु पर्ने हुन्छ। सबैलाई ध्यानको बारेमा प्रचार गरियोस्, सबैलाई, दलितको घर घरमा शास्त्र पुगोस्, धम्मपद पुगोस्, गीता पुगोस्, उपनिषद पुगोस्, वेद पुगोस्, बाइबल पुगोस्, गुरु ओशोका किताबहरू पुगुन्, पढुन्, घरमा गाउँमा चाहिँ तपाईँका ध्यान मन्दिरहरू बनाउनु। ठिक छ त, तिनीहरूको मन्दिरमा प्रवेश गर्न, रामको मन्दिरमा प्रवेश गर्न नपाएको होइन, रामको किताब पढ्नलाई त कसैले रोक्न सक्दैन आजको दिनमा। कृष्णको मन्दिरमा प्रवेश गर्न नपाएको होइन, कृष्णको गीता पढ्नलाई त कसैले पनि रोक्न सक्दैन, र कुनै ध्यान हल बनाउनको लागि त कसैले पनि रोक्न सक्दैन। यसरी चाहिँ ध्यानलाई चाहिँ जोड्नु पर्यो, साधनालाई चाहिँ जोड्नु पर्यो, र यसरी अगाडि बढेको खण्डमा दलित वर्गको साँच्चै पनि रूपान्तरण सम्भव छ। यसमा चाहिँ अलिकति सजग हुनुपर्ने हुन्छ, नत्र भने यो हावाहुरी चाहिँ बेसरी मचिन्छ, अन्तिममा यसले विनाश मात्र ल्याइदिन पनि सक्छ। एउटा वास्तविक रूपान्तरण, सामूहिक रूपान्तरण, आत्मिक रूपान्तरण गराउनको लागि चाहिँ अलिकति सजग, सचेत र यसमा विवेकवान बन्न जरुरत छ। किन आजको दिनसम्म दलित वर्गलाई तथाकथित ब्राह्मण वर्गले शोषण गरेको थियो, यसको बारेमा कुरो यो मूल जरो पत्ता लगाउनु पर्यो कि मूल जरो के हो तपाईँले विचार गर्नुभएको छ? ज्ञान हो कि मूल जरो त ज्ञानको अभावको कारणले कसैले शोषण गरेको। अब ज्ञानी बन्नु पर्यो, यति मात्र म भन्न चाहन्छु। दलित वर्ग ज्ञानी बन्नु पर्यो। हस्, धन्यवाद।